ओए कहाँ जानला भन्दै सचिन कहाँ जानला भन्दै हामी माछा मार्न लाग्दा हामी अब चोपा मार्ने है अर्ग्यानिक कहाँ भन्दै न लोकेसन स्याउलीमा जाँदैछु स्याउलीमा है हाम्रो लगभग हामी 1 किलोमिटर चाहिँ सडक छ दुई पैदल यात्रा चाहिँ हाम्रो 500 मिटर अनि कति त्यसमा पनि कच्ची हो होइन पैदलै हो 1 2 3 4 5 जना छ मसँग 6 जना रहेछ जाँदैछ हामी चाहिँ सब जेन्जी हो भर्खर 16 देखि 17 लागेको मात्रै छ उमेरको त कुरै नगरौँ होइन जेन्जी युवा हो सबैजना नयाँ पार्टी बनाएर घाँस फुलिसकेको छ घाँस बालन आयो पानी आउने सिकाइदिनु यहीँबाट जाऊ भने थियो कुन चाहिँ हो यताबाट हो छैन होला हेर्नु भाइ ल एक्टिभ यहाँबाट भन्थ्यो यहाँ अझै खोला सुक्दैछ अब चेपा देख्यो चेपै मार्न आएको हामी गुम्फा रहेछ खोला केटाहरू माथि 3 जना माथि 4 जना माथि 2 जना तल आएर विकास र म हामीले एउटा थाहा छ देखाउनको लागि हो माथि छ रास लामो खोला थुनेको 1 घन्टा पाखाना आधा घन्टा पुग्यो होला त्यो मान्छेकै माछा गडेला र चेपा रङगडा ल अब माछा पनि मारियो सिस्नो पनि पुग्यो सिस्नो गराएर हल्लो आजको माछाको हन्टिङ पछाडिको फर्केको अवस्था होइन कि यहाँ हिलोमा त अनि पिठो हालेर के काम त नि पानी छ कि पानी यता जानु न त्यो बालुवाहरू जान्छ होइन चट्ट पिठो हाल टक्क ग्रेभी बालेर ट्याक्क अमिलो ट्याक्क हालेर ओदानमा ल्याएर आउँछ अब गएर को छुट्यो यहाँ ओदानै पिछ्यो मुन्टा लगाउनुभन्दा अगाडि नै छोडिसक्यो अहिले छोड्यो मेरो कति म चाहिँ केटाहरू भागेर देखेर यस्तो चाक्ने यस्तो डेन्जर भगाएको होइन नियम आउनुभन्दा अगाडि 2 वर्ष अगाडि छोड्नु खतरा भाग्यो भने चाक्ने खतरा भगाइदियो कस्तो मजाले आजको चेपा मजा आउँछ केटा हो बनाउने होइन भिडियो हो त्यहाँबाट म मोमोलाई पनि भन्छु भात नखानु म माछा अहिले ल्याइदिन्छु थोरै भनेर मेरोमा ओदान ल्याउनु पर्दैन होइन तो ब्लर भयो दो मिनट भुनेंगे भन्छ
इसके बाद डालेंगे इसके बाद डालेंगे टमाटर डालेंगे हाउसिङ चाहिँ अब यहाँ लोहा गरम छ हतौडा हाल्दै हाल्ने हो भाइ चाहिँ रिसायो भने त फेरि लोकल भाले त्यहाँ छर्रा निक्लेको पनि छ फेरि सिधेको आयो त उजान पिरो रहेछ भएन बसान त चाहिँ छ नि त्यही माथिबाट ल्याउने हो सन्जयको त्यो कहाँ आयो त कम्नु केटा हो ए ठिक ठिक अनि सकेन त मारेको छ त नि कडा दिन बस्छ सही छ ल गर्मी हुन्छ त थाहा नभएर मेरो पर्सनल घर खोल्नु पर्छ क्या यार